गाइज अहिले यहाँ के लेखेको छ यही ठाउँ गाइज हामी अब आज पार्क भन्ने ठाउँमा आएको छौँ हाम्रो पार्कमा हेर्नुहोस् गाइज त्यो गोही हो गाइज नक्कली गोही जस्तो चल्दैन गोहीको बनावट छ हाम्रो पुलिस सर गोही हेर्नुहोस् गाइज गोही आए सर आए गाइज अब हामी फाइनली अब घुमेर जाँदैछौँ पार्क भ्याइएको अब घुमेर आए ओए घुमेर भ्याइएको हो ल है गाइज ल है हाके त चतराममा चाहिँ ल है मिठो है गाइस एकदम हेन्सी लड्कीहरू छन् यहाँ ए ब्युटिफुल लड्कीहरू छन् यहाँ ए भाइ हाँस्दै त ए यो यसको सब्सक्राइबर हो भने मलाई सब्सक्राइब हानिदिनु काललाई त हारिदियो त गोरुलाई कटमा ल है सर 1 लाख दिनु त हात्ती निस्केछ ततिर जान मिल्दैन नि म्युजियमतिर हात्ती निस्क्यो अब म्युजियम जान मिल्दैन है जङ्गली हात्ती अघि निस्केको हो अब फेरि यतितिर छ के अरे ल है गाइज सबैले हेर्नुहोस् है ल भाइहरू ल सिर ल लाइक 1 लाइक ल सर हाम्रो सबै यहीँ हुनुहुन्छ तुना मान्न पऱ्यो कि एकचोटिलाई ल है सबैलाई हेर्नुहोस् है गाइज सुङ्गासम्म कहानीहरू अहिले ल है घोडामा चढ्ने मन छ गाइस यो पहिलाको जमानाको खटारा यो अहिलेको जमानाको खटारा हो नि केटाहरू हो भनिदेऊ न हो ल सही केही न केही त हो जङ्गली हात्ती छुट्यो अरे क्या म्युजियम जान भनेर आएको गाइस जङ्गली हात्ती पानी से गरे जानै नदिने भयो भाइ नि घोडामा चढ्ने गाइस चढौँ म कति बेरसम्म डुलाउँछ भाइ घोडामा चढ्यो भने घोडामा चढ्ने केटाहरू ओइ घोडामा चढ्ने केटाहरू 1 लाइक ल सौराहा गाइस यो ठाउँको नाम सौराहा हो सौराहा हामी घुम्न आएको हो त्यहाँ गई पनि छ अघि नै देखाइसकेको छु मैले हजुरहरूलाई उहाँहरू टुरिस्टहरू हुनुहुन्छ लाइक र सब्सक्राइब हान्न चाहिँ नभुल्नु होला है गाइस सौराहा सम्झिनु होला एउटा सौराहा हो यो ठाउँ ल अब खाने म्याडम सर म्याडमहरू यहाँ फोटो खिच्न कता छ सर्पो हात्तीको त गैँडा पनि छ हौ ल गाई यो 3 थरी मिसिएको छ है हेर्नु होला अब्बल पौडी डुवा दिएर हिँड्छ गई भएको ठाउँमा
त्यहाँ घाट लगाएर गएर जाँदा नपऱ्यो कि फेरि यसो गर्दै आयो भने त कहाँ नि हो र? के अरे आँखा अलि रियल छ तर रियल होइन कि यो यार आँखा यहाँदेखि त्यो राँसी देखिएन कहाँबाट देखिने हो र? फोन क्यामेरा भाइ एबिट भाइ मनलाई गान्दियो उहाँहरू भाइले लाई गान्धी भ्याएको छन् दुर्गा सर ओ बिटिएस दाई दाई के छ खाऊ सन्चै हुन्छ हाम्रो उहाँ बिटिएस दाईको लागि उहाँलाई घानिदिनु होला यता ओ मुरा दाई बिटिएस दाईको लागि घानिदिनु होला सौराहाई गाए दिवस दाई घोडामा चढ्ने हो र चढ्ने घोडामा 50 रुपियाँमा हो त गाईतिर बसेर खाने ठाउँ पनि क्याफे पनि रहेछ अब हामी आइसक्यो के अरे बल्ल सुरु गर्न लागेको भल बनाउन भल कस्तो लाग्यो त हेर्नु होला तर त्यो चाहिँ नि मलाई पक्कको नक्कल चाहिँ लागेको छ त्यो गइ हेर्नुहोस् त्यहाँ गइ छ यता मान्छे छन् गइ त मान्छे भएको ठाउँमा गइहाल्छ नि जान्न र तर यो चाहिँ होइन गाइज यो जुदो हो गाइज हेर्नुहोस् तर तपाईँहरूलाई सब्सक्राइब चाहिँ मलाई हान्नु पऱ्यो गाइज मेरो हौसला बढाउनु पऱ्यो तपाईँहरूले हौसला नबढाइ मेरो कसले बढाउने भन्नुहोस् त सबैजना जुडिरहनु पऱ्यो है गाइज मेरो अर्को साथी यहाँ भलाको पनि भेटेछ गाइड हेर्नु भलाको साथी हो यो पनि म पनि भला बनाउनु सुरु गर्दैछु ल होइन अब बनाउँदियो घरमा चारवटा लाएर अब उहाँ टुरिस्टहरू हाई गरिदिनु हाई ल ओके तपाईँहरूलाई हाई पनि पाइसक्नु भएको त टुरिस्टको ल अब खानु चाहिँ हजुरहरूले माथि यहाँ क्याफे पनि छ हजुर यहाँ आइ नास्ता खाना गर्न सक्नुहुनेछ र यता पनि बसेर खाने ठाउँ छ तपाईँहरू अब वाइफ एन्ड गर्लफ्रेन्ड छम्मी आएर यहाँ खाना मिल्ने व्यवस्था गरिएको छ म्यासिङ यो नदी हो यो नारायण नदी अरे नारायण नदी हो यो ए गाई नारायण नदी देख्नु पाउनुभएछ तपाईँले त खेलमै गएर छैन जस्तो छ एउटा त गइरह यो कमेन्ट हान्दिनु होला यो गइरह माइन्ड डुबाउनु होला जस्तो है हेर्दा त भित्र घुमाएन नालाई म्युजियम घुमाउने भन्ने रहेछ म्युजियममा हात्ती पुग्यो यो के हो त फेरि त्यो फर्निचर बनाउने ठाउँ जाऊँ न हेर्नु अप्पल भलागर कति सब्स्क्राइबर कहाँ बल्ल हाल्ने हो सुरु गर्ने अनि के हो यो घर त नयाँ पनि जस्तो छ पुरानो जस्तो पनि छ है अघि गाई थियो घर अब तपाईँहरू भन्नु के होला त्यहाँनिर परस गरे सिटमाथि गएर हेर आउने र तेरो मेरो लागि दिन्छ ल गाइस फाइनल्ली अब 8 मिनट बनिसकेको छ भलक तपाईँहरूलाई नयाँ नयाँ कुरा हेर्न मनलाई तपाईँहरूले आइडीमा आइ अरू कुराहरू पनि हेर्न चाहन सक्नुहुन्छ मैले अरू भिडियो पनि हाल्नेछु तपाईँहरूले देख्न पाउनुहुन्छ अरू भिडियो पनि हाल्छु यो दुईवटा हजुरहरूले नि हौसला बढाउनको लागि लाइक र सब्सक्राइब हान्नुपर्छ घोडामा छ नि यो के भन्ने कुरा हो के अरे हेर्नुहोस् घोडा पनि एकदम ठिकै छ ठुलै हुँदैछ घोडा पनि फाइनली पहिलोपटक देखेको घोडा त पहिले देखेको त हात्ती देखेको हो पहिलोपटक त तपाईँहरू देख्नुभएको छैन होला यहाँ धेरै हुन्छ टुरिस्टहरू घुम्नु धेरै छ हेर्नु होला गाई छ अब यहाँ हाम्रो ग्रुप फोटो हो गाइज अब हेर्नु तपाईँहरू हाम्रो पुरै ग्रुप पाउनुहुन्छ मिठो उचानिदिनु भयो तपाईँहरू ल लाइक र सब्सक्राइब हान्न बिर्सिनु भयो नि तपाईँहरू जानुहुन्छ हेर्नु लाइक र सब्सक्राइब हान्नुपर्छ है हाम्रा स्कुल विद्यार्थी हजुरहरूलाई हाम्रो भ्लगमा धेरै धेरै वेलकम छ अब लाइक सब्सक्राइब हान्न नबिर्सिनु होला हाम्रो उहाँ ग्रुप चल्यो र उल्टो उल्टो फोटो ल क्लिक गरिदिने गाई चाहिँ रियलमा नलानु भयो भने क्यामेरामा त राखिदिनु
बोलेर हुन्न क्या सबैले देख्नु भएको छ है चढ्नुहुन्छ घोडामा दाइ घोडामा चढेको कति हो भनिदिनु त 200 200 अरे अब गाई 200 ट्याक्कै आउनुहोस् है हो यहाँ खतम जिल्ला नम्बर 85 काठमाडौँ ल है राम्रो नाच वा राम्रो ताली ताली ओके मार्ने गाइडले भन्नुभयो टिकटक बनाउने रे बा मन गराइदिनु टिकटक गराइदिनु मैले अच्छी ल गाइज उहाँ एकदम डान्समा एक्सपर्ट हुनुहुँदैछ है ल है तपाईँहरूलाई सबै देखाइदिएको छ अब त लाइक सब्सक्राइब हान्नै पर्छ उहाँ पनि एकदम एक्साइटेड डान्समा के खानुभएको छ खै पनि उडाको उडाइ हुनुहुन्छ नेपालीसँग पुरै टिकटकमा व्यस्त हुनुहुन्छ नाचिदिनु ल है नाच हेर्नुहोस् है गाइस डान्स प्लिज ओके नाइस